ल आज चाहिँ हामी डुल्नलाई दिदीभाइ टक्कसँगले निस्किरहेछौँ। सानो दिदी यता ठुलो दिदी हामी कहाँ जाँदैछौँ आज? रुको जरा सबर करो। म चाहिँ अफिस हिँडेको खास हामी चाहिँ यसको पछि पछि अब लागेको डुल्नलाई घरदेखि निस्क्यौँ। अहिले चाहिँ हामी यो के भन्छ कन्काई माई खोलाको पुलमा आइपुग्यौँ। यहाँनिर खोला माई खोला बगिरहेको छ उता तटबन्धन टक्कसँगले। यो चाहिँ पुल अन्डर कन्स्ट्रक्सन, यो बन्दैछ। दिदी यहाँ डराएर मलाई ओर्ले के हो भन्नु चाहिँ म यहाँ छु होइन। यो यतातिर चाहिँ मदरगास पऱ्यो, यो अगाडि देखिएको मदरगास बजार हो सिधै जान। तर यो मदरगास बजारदेखि यो पुलसम्म आउने बाटो चाहिँ एकदमै खराब रहेछ, एकदमै खराब, हिलो एकदमै खराब। अब यहाँनिर दिदी पनि भिडियो बनाउँदैछ उतातिर। यो माई खोला एकदमै धमिलो पानी आइरहेछ, निकै ठुलो बाढी आएछ। ओहो कुनै आशिक आएर त्यहाँ यसो पानासाना बनाइहरू केही लेखेर गएको छ। क्या क्या बात कर रहे होइन भुइँमा देखिन्छ होला देखियो त। अनि त्यसपछि अब यो अगाडि निकै पर देखिन्छ देखिँदैन अलिअलि देखिन्छ होला। यहाँ जुम गरौँ है त अलिअलि देखिन्छ। त्यो चाहिँ आइडेन्टिफाई त नहोला तर पनि देखिने नै रहेछ। मेरो क्यामेराले नै अलिअलि चाहिँ देखाएको थियो, अलिक धमिलो देखिरहेको छ आँखाइले हेर्दा पनि, क्यामेराले पनि देखिन्छ। त्यहाँ चाहिँ अर्को पुल छ, त्योदेखि भनेको चाहिँ लालपानीदेखि सिधै पारी। अब यता चाहिँ के भन्छ त्यसलाई ठ्याक्कै ठाउँको नाम मैले जानिनँ। त्यो ठाउँ निक्लिने त्यो पुल हो, त्यो चाहिँ झुलुङ्गे पुल। अब अहिले चाहिँ एकदम कस्तो दामी देखिरहेको छ देखिन चाहिँ। अब यहाँ यसो चालु भएको रहेछ, नमिल्ने नै रहेछ। अब म यतातिर देखाउँछु। त्यहाँ चाहिँ लेकिन ये साला कर क्या रहा है यहाँ पे? माछा मार्ने काम पनि भइरहेको छ है साथीहरू, हेर्न सक्नुहुन्छ। यत्रो पानीमा माछा मार्दै एकजना बाजे त्यहाँ माछा मार्दै हुनुहुन्छ। यही हो। ल अहिले चाहिँ हामी टक्कसँगले त्यो माई खोलाको पुलमा, अघि चाहिँ म देखाएको थिइनँ मैले, अनि त्यही भएर भिडियो अहिले चाहिँ आफ्नो टक्क सेल्फी नै हान्नु भन्दा अलिकति लामो बनाउँछ। टक्कसँगले कतिको देखिँदो रहेछ लेट्स ट्राई है त दिदी। हेलो ड्रोन सट ड्रोन सट है त। रमाइलो छ जे होस्। यो ड्रोन सट ट्राई गरेको सेल्फी स्टिकले। अग्लो ला 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 ला। अब हामी यहाँदेखि सिद्धगञ्ज बजारतिर जानेछौँ। बजार भन्दा नि बजार जाने कुनै मोटिभ होइन, हाम्रो कान्छी फुपूको घर छ। अब हामी कान्छी फुपूको घर निस्किन्छौँ। आइपुग्यो, हामी आइपुग्यौँ सिद्धगञ्जको सब्जी मन्डी। फुपूकोमा गएर निस्केर टक्कसँगले शिवगञ्जको सब्जी मन्डीमा अब यहाँ सब्जी किनेर लानु छ। आएको बेला किन फेरि सुरुङ्गातिर बजार गइरहनु भनेर यहाँनिर सब्जी किन्न लागेको। अब हामी सब्जी किन्छौँ अनि यहाँदेखि निक्लिन्छौँ। अब यो चाहिँ चन्द्रडाँगीदेखि यता लालपानी निक्लिने यो झुलुङ्गे पुल हो। एकदमै लामो झुलुङ्गे पुल छ, बिचमा पिल्लरै पिल्लर छ, त्यही भएर निकै लामो बन्न सफल भएको छ। यो माई खोलामै बनेको। यो चाहिँ निकै उकालो रहेछ। म यहाँदेखि चाहिँ अब स्कुटरमा कुदाएर कटाउनु छ। धेरै लामो पुल रहेछ, निकै लामो। पर्यटकहरू पनि आउनु भएको रहेछ पुलतिर चाहिँ। र म आधी बिचमा रोकिएको छु। यहाँ चाहिँ बिचमा यसरी पिल्लर हालिएको छ। अनि यहाँदेखि अगाडि निकै लामो छ फेरि भने पछाडिपट्टि पनि यतिमा आइसके। जोस् झन्डा सन्डा राखेको घुम्न आउने पुरै निकै भिडभाड रहेछ। पुल पनि लगभग आधी आइपुग्यो। त्यहाँनिर एउटा बिचमा बेस त्यस्तो बनाएको थियो, त्यहाँ चाहिँ अलिक रोक्न मिल्ने गरी थिएन भने यो बेस चाहिँ पुरै पार्किङ गर्नलाई मिल्ने गरेको स्पेस छ। यहाँ चाहिँ पिल्लर छैन, त्यो खालको अग्लो छैन। यता पनि चारवटा बाइक आउँछ है दाजु। हो यहाँनिर अब त्यहाँ पर पनि एक ठाउँ त्यसै गरी बाइक रोक्नु पर्यो भने मिल्ने गरी
निकै पर रहेछ एउटा भन्ने कुरो यहाँबाट हेर्दा देखिँदैछ। सायद त्यहाँ छ नै होला पक्कै पनि यस्तै जे डह्रो तरिकाले बनाएको रहेछ। यो चाहिँ आज म पहिलोचोटि घुम्न आएको थिएँ। पुल चाहिँ गजबकै बनाएको रहेछ। पुल साँच्चै गजबकै रहेछ र यहाँ पुल हेर्नको लागि नै भिडभाड धेरै रहेछ। यो पुलमा चाहिँ शनिबार त पुरा यहाँ पर्यटक स्थल जस्तै छ नि। त्यहाँ चटपटे पसलहरू पनि रहेछ। चटपटे पानीपुरी अनि पकौडा चिया पसल पसल सबै थोक यहाँ पुरै पर्यटन स्पोटै बनेको रहेछ। जस व्यापार पनि राम्रै चलिरहेको रहेछ। यो अझै त्यति लामो छ, निकै परसम्म देखिन्छ। अनि अब म यहाँनिर यसरी स्कुटी पार्क गरेर राखिरहेछु। मतलब यहाँ पार्किङकै लागि भनेर अलिकति स्पेसै छ, तर यहाँ वरिपरि चाहिँ अलिकति बाँध्नु पर्ने हो है। वरिपरि चाहिँ बाँध्नु पर्ने हो जस्तो लाग्यो, किनकि अलिकति रिस्की भयो। यहाँ आएपछि चाहिँ कोही केटाकेटीहरू पऱ्यो भने चाहिँ अलिकति रिस्क हुने रहेछ। बात त सही है। अब त्यहाँ त त्यस्तो पिल्ला छ, त्यता त जानै मिलेन, त्यता जाने ठाउँ नै छैन। तर यहाँ जाने ठाउँ हुँदै गर्दाखेरि चाहिँ वरिपरि चाहिँ बाँध्नु पर्ने जस्तो लाग्यो मलाई। यो पनि सायद समाधान होला छिट्टै। जे होस् एकदमै पर्यटक स्थल राम्रो। यो पुल एकदम राम्रो रहेछ। अघिमा आएको भनेको चाहिँ यता पछाडि देखिरहेको पुल हो, त्यो चाहिँ मदरकासबाट शिवगञ्ज बजार निक्लिने हो। त्यो चाहिँ पक्की पुल हो, गाडी कुद्ने भने। यो चाहिँ झुलुङ्गे पुल हो जसमा बिचमा धेरैवटा यो लागेको छ। यो पुलको अर्कोपट्टिको भाग यहाँदेखि यता पारि भनेको लालपानी बजारै हो नि। लालपानी बजारतिरबाट आउने भागमा चाहिँ यो ठ्याक्कै यो झुलुङ्गे पुल प्रवेश गर्ने छेउमा यसरी बाइकहरू राख्न मिल्ने, साइकलहरू राख्न मिल्ने बनाएको रहेछ। त्यो हुँदै गर्दाखेरि चाहिँ उतादेखि उक्लिएको र यतादेखि आएको जुदो भने यहाँनिर साइड लगाएर पालो दिन पाइयो। तर अर्कोपट्टिको साइडमा त्यो चन्द्रदागीतिरको साइडमा चाहिँ यो छैन। सिधै उकालोबाट सिधै पुलभित्र छिर्ने खालको छ। यसरी रोक्न मिल्ने छैन। त्यो हुँदै गर्दाखेरि चाहिँ यतादेखि गएको र उतादेखि आएको सँगसँगै पऱ्यो भने त्यहाँनिर रोक्न मिल्ने छैन। क्या क्या बात कर रहे हैं? त्यस्तो रोक्न मिल्ने पुलको बिच भागमा मात्रै छ, पर्खेर दुईटा हटाउन मिल्ने। यो चाहिँ अलिकति त्यहाँनिर सायद गल्ती भयो होला, भन्नु पर्यो त के भन्नु। र यता चाहिँ जे होस् यति मिलेको छ। यति मिल्यो भने आउँदै गरेको जाँदै गरेको ठोकिने पर्ने भयो भने यसो साइड दिएर मिलेर जान सक्ने अवस्था यतातिर बनेको देखिन्छ। बात त सही है। अब लामो पुलमा त्यस्तो त घटना भइहाल्छ, त्यही नहोस् भनेर यो बिचमा बनेको एकदम राम्रो छ। तर उतापट्टिको साइडको त्यो उकालो चढ्ने बित्तिकै चाहिँ त्यसमा अलिकति कमी देखियो। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अरे सर क्या बात है। उकालो पनि उताको धेरै नै ठाडो उकालो छ। यो अलिकति ठिकै छ स्लोप यसको, र हिँड्ने ठाउँ अलिक साँगुरो बनाएर बाइकहरूको लागि अलिकति ठुलो बनाएको छ भने त्यता चाहिँ बाइकहरूको लागि अति नै साँगुरो बनाएको छ। ल यहाँ चाहिँ आइसक्रिम पनि बेच्ने व्यापार जे होस् राम्रै भए रहेछ भन्नु पर्यो यतातिरको हेर्दै गर्दाखेरि।